नमस्ते सबैजनालाई जोरले है। आज हाम्रो शनि छुट्टीको दिन हो होइन, होलिडे हो। त्यही भएर आज चाहिँ हामी धेरै काम गर्नुपर्छ होइन। अरू बेला ड्युटी जान्छ, आज चाहिँ लास्टै काम गर्नुपर्छ होइन। टाइम बिताउनको लागि भएन, हामी हरेक कुरा गर्नुपर्छ है गाइज। चाहिँ यो चाहिँ हाम्रो सन्डेको होलिडेको काम हो होइन। अब आफू बसेको रुम चाहिँ आफै साफ गर्नुपर्ने रहेछ केटा हो। यस्तै हो परदेशीको जिन्दगी। पानी हालेर बगाउनु खाला नि त्यो गाह्रो हुन्छ। त्यो चाहिँ सट्ट छिटो भइहाल्छ, त्यो फ्याटसिट स्याटसिट फ्ल्याट फ्लुट। गाइस आज चाहिँ हामी चाहिँ आज सन्डे हो, सन्डे छुट्टीको दिन हो है। सबै काम सकेर आज चाहिँ हामी माछा मार्न हिँडेको। केटाहरू सब माछा मार्न टम्से होइन। एउटै माछा 5 केजीको पाउँछ यता चाहिँ फेरि गाइस। यो केटाहरू सब माछा मार्न भनेर टम्सेर बस्या। वर्ष लायो खानाको चिन्ता, 10 वर्ष चढ्यो खेलाउनेको चिन्ता। 10 वर्ष पुग्यो खेलाउनेको चिन्ता, 15 वर्ष पुग्यो खानाको चिन्ता। पल्कनतिर लाग्यो है आज चाहिँ। गाई चाहिँ हाम्रो माछा मार्ने मेन खुङ्गा दाजु यहाँ हुनुहुन्छ होइन। माछा मार्ने खुङ्गा दाजु उहाँ हुनुहुन्छ, हाम्रो भरिया दाजु माछा मार्ने होइन। हाम्रो सबैजना माछा मार्ने हो गाई छोके। ल हामी चाहिँ माछा मार्न हिँडेको। सबैजनालाई कत्रो कत्रो माछा पाउँछु भने म तपाईँहरूले देखाइदिन्छु है। सबैजना गएर हेरिदिनु होला। गाइस केटाहरू यहाँ बल्छी बनाउँदै हो, केटाहरू सबजना बल्छी बनाउँदै हो यहाँ। केटा हो सब माछा खाने भनेर केटा हो पुग्छ आज डरो माछा खाने भयो केटाहरूलाई। सबजना माछा मार्ने भनेर यहाँ केटा सब बल्छी रेडी पार्दैछ है। यता सब बल्छी रेडी पार्दैछ। केटाहरू चाहिँ हाम्रो केटाहरू बल्छी खेल्दै है। त्यहाँ एकजना बल्छी खेल्दै हुनुहुन्छ। मेरो टाउको चाहिँ यहाँ चाहिँ केटा है। माछा चाहिँ कसरी आउँछ थाहा छैन होइन। फर्स्ट टाइम बल्छी खेले हो। बल्छीमा ध्यान चाहिँ डह्रो गर्नुपर्ने रहेछ है। अहिले चाहिँ सिक्न पाएँ आज है बल्छीबाट। बल्छी खेल्दा के हुन्छ भनेर एकदम ध्यानपूर्वक चाहिँ खेल्नुपर्ने रहेछ। यो चाहिँ मैले मजाले सिक्ने मौका पाएँ है आज। एउटा हाम्रो केटाहरू माछा तान्दै हो हाम्रो केटाहरू। ल है गाइस अब म चाहिँ होइन माछा समुद्र भ्याएर पनि होइन आज चाहिँ यहाँ तरकारी टिप्दैछु है। हाम्रो यता चाहिँ यस्तो तरकारी पाउँछ होइन। गाइस म चाहिँ तरकारी टिप्दैछु है। तपाईँहरू कसले चिन्नुहुन्छ यो तरकारी है। गाइस म तरकारी टिप्दैछु। चत्त लगेर होइन माछा भन्दा नि यो तरकारी चाहिँ डह्रो मिठो हुन्छ है गाइस। केटा हो टन्डै रहेछ है केटा हो, टन्डै रहेछ। ल गाइस मैले चाहिँ अब टिपेर नि होइन भ्याउन लागिसक्यो है। टिपेर अब पुग्ने बेला भइसक्यो होइन। हामीलाई एक छाक मजाले पुग्ने बेला भइसक्यो होइन। अब हामी चाहिँ अब एकछिनमा रुमतिर पनि निस्किन्छ है। त्यसपछि हामी भनेको रुमतिर पुगेपछि अब के गर्नुपर्छ, कहाँ जान्छ त्यो पनि तपाईँहरूलाई तपाईँको माझमा हुने छु है। आज चाहिँ यही हो होइन। पुग्न आँटिसकेछ। अब लगभग पुगिन्छ होला है। है त गाइस म चाहिँ होइन तरकारी टिपेर पनि मैले यति धेरै टिपेको छु है। म एक्लैले हेर्नुहोस् होइन। आज यत्रो सब्जी टिपेर नै होइन आज चाहिँ म अब हामी चाहिँ रुमतिर लाग्दैछु है गाइस। आज चाहिँ हाम्रो अझ त्यसपछि सब्जी पनि पुग्यो होइन, माछा पनि पुग्यो, सब्जी पनि पुग्यो। ल सबैजना है हेलो सबैजनालाई हो निङ्ग्रो। यसको नाम निङ्ग्रो हो। यसको नाम चाहिँ है तपाईँहरूतिर पाउँछ पाउँदैन यसो कमेन्ट गरिदिनु होला। म चाहिँ अहिले रुम जाँदैछु है। अब हामी बाटोमा निस्केर रुम जाँदै हो। रुममा जान धेरै टाइम लाग्दैन। गाइस हामी चाहिँ माछा मारेर होइन सब्जी टिपेर हामी चाहिँ अहिले चाहिँ रुम आइपुगेको। गाइस हामी रुम आइपुग्यो सबैजना, हामी रुम आइपुग्यो। हेलो गाइस केटाहरू हामी चाहिँ बल खेल्न हिँडेको। हाम्रो केटाहरू खेलाडीहरू यहाँ है केटा है। गाइस हाम्रो खेलाडीहरू यहाँ है। हाम्रो होइन आजको सेकेन्ड सटर हाम्रो यता हुनुहुन्छ। हाम्रो सेटर होइन मेन सेटर उहाँ हुनुहुन्छ। गाइस सब्सक्राइब ल हामी लाइक एन्ड शेयर सब्सक्राइब है।
घर खेल्न हिँडेको आज चाहिँ हामी भलिबल खेल्न आयो होइन भलिबल खेल्न चाहिँ बहुत गाह्रो भयो पानी परेर केटाहरू नआएर होइन हामी मात्रै मिलेर खेलेर आएको आज चाहिँ अचार लगाउने आँप हो यो खिचिराख्नुपर्छ यो अचार लगाउनको लागि हो आँप काट्दै यसरी काट्नुपर्छ आँप मासु काटे जस्तै ल गाइस हेलो गाइस हेर्नुहोस् है हामी बस्ने चाहिँ यहीँ हो होइन गाइस यो चाहिँ हाम्रो छत हो होइन यस्तो छ है गाइस हाम्रो छतबाट चाहिँ यस्तो देखिन्छ होइन हेर्नुहोस् है मजाले गाइस यस्तो छ हाम्रो छतमा चाहिँ यहाँ खालि यो सब हाम्रो छतको हो गाइस यो हाम्रो छतको हो होइन छतको हो सबैजनालाई गुड नाइट